राम्रोसँगले आज घर हामीले ट्रस लगाइसकेका छौँ गाइज। ट्रस चाहिँ लगाइसक्यौँ। अब जस्ता हाल्नु बाँकी छ। जस्ता चाहिँ हाल्नु खोजेको, तर अहिले हावा धेरै चलिरहेको भएर जस्ता हाल्नु मिलिरहेको छैन। टक्क यहाँ चाहिँ 3टा 4वटा खाँबो छ। यो तेर्सो 4वटा भयो। अनि टक्क 2 कोठे घर हो हामीले चाहिँ बनाइदिएको। यताबाट यस्तो देखिन्छ है, टक्कसँगले। यो खतरा छ है। यो चाहिँ एक्स्ट्रा पाइप हो, हामीले टेक्नलाई मात्रै राखेको। यो चाहिँ दामी छ, एकदम खतरा छ। 2 कोठे घर हो। 2 कोठे घर 14 गतेदेखि काम गरेर आज 29 गतेसम्म काम लगभग सकिने थियो, तर अहिले हावाले हामीलाई काम गर्न दिएको छैन। लगभग जस्ता हाली सकेर प्लास्टर प्लास्टर त्यहाँबाट वायरिङ बाँकी छ। लगभग 20-25 दिनमा त सकिने रहेछ, बिस्तारो गर्दा पनि। यो घरको पुरै जगदेखिको भिडियो छ, आउँदैछ। भिडियो चाहिँ हेर्दै गर्नु होला। एउटा मैले छोटो भिडियो हालेको थिएँ, 1200 जनाले हेरिसक्नु भएछ। तपाईँहरूलाई धेरै धेरै धन्यवाद। फेरि पनि यसरी नै माया साथ सपोर्ट दिँदै